जेनजीले जे उठाएछ त्यो माग पुरा हुनु पर्यो हैन देशको विकास अनि जेएनजीको माग भनेको पुस्तान्तरण हो। एउटा पुस्तान्तरणमा म आफै युवा पुस्ताको उम्मेदवार भएर आएको छु। एउटा दोस्रो चाहिँ सुशासन कायम राख्ने, भ्रष्टाचार अन्त्य गर्ने हो। त्यसमा मेरो त्यसमा मेरो प्रतिबद्धता छ र समग्र यस रूपन्देही 2 मात्र नभएर यो लुम्बिनी प्रदेशलाई नै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा विकासकोमा पहिचान गराउनलाई के कसो गर्नुपर्छ त्यसमा चाहिँ म पुरै प्रतिबद्ध छु यसलाई है। यसपालि अब धेरै छन् युवाहरू, तारावाला युवा चाहिँ हजुरले सम्झिनु होला, भोट दिनुलाई नै अरूलाई नि भन्नु। अब उसमा परिवर्तन गर्छ न, यहाँ जस्तो भइरहेको यहाँ अहिलेको टाइममा त्यस्तो केही नभइदियोस् होइन, राम्रो भइदियोस्, सबैको कुरामा परिवर्तन भइदियोस्, नयाँ नयाँ युवाहरूलाई उस मिलोस् नि त, अवसर मिलोस्, रोजगार मिलोस् भन्न चाहन्छु म चाहिँ। भोट भनेको अहिलेको युवालाई दिने म त्यति जान्छु। अब त्यही पुरानालाई भने मैले त हेर्दैन, हामीले व्यक्ति हेरेर दिन्छौँ, हामीले पार्टी हेर्दैनौँ, व्यक्ति जसले राम्रो काम गर्छु भनेर अहिले 4-5 जना नेता निकै चर्चामा आउनुहुन्छ नि, बेस्ट हामीलाई जो लाग्छ त्यसैलाई भोट दिन्छौँ। हामीले पुरानालाई त हाल त दिँदै दिन्न भोट त, भयो सकियो हेर्री। आन्दोलनले अहिलेका युवक मान्छे खोजेको बुढाखाडालाई लहट्न परेको डाँडो कटाएर, यस्ता बुढाखाडालाई त डाँडो कटाउनु पऱ्यो, यस्ता बुढालाई त डाँडो कटाउने हो। जे गर्छन् जेएनजीले गर्छन्, अहिले युवाले गर्ने हो। अब बुढाखाडाले केही गर्न सक्दैन। पार्टी हेर्ने कि व्यक्ति हेर्ने? हामीले त हेर्ने, राम्रो मान्छे हेर्ने हो, राम्रो मान्छे हेर्ने हो। नराम्रो मान्छेलाई भोट दिँदै दिने होइन। नेताहरूलाई त धेरै भन्न छ, अब अहिले अब के भनौँ र, अब त्यही राम्रो मान्छे आउनु पर्यो। हामीले पनि राम्रो मान्छेलाई, हाम्रो मान्छेलाई होइन, राम्रो मान्छेलाई भोट हाल्ने हो। जितेर उहाँले देशको विकास राम्रो हुन पर्यो, सबजना युवतीले सबले यहाँ रोजगार पाउनु पर्यो। चुनाव जुन चाहिँ एउटा माहौल बनेको छ, यो राष्ट्रलाई बचाउने र राष्ट्र रहने किसिमको चाहिँ मतदाताहरूले मतदान गर्नुपर्छ भन्ने हाम्रो चाहिँ सबैको इच्छा हो। र अरूभन्दा पनि सबै पार्टीभन्दा पनि राष्ट्रमाथि भएर पार्टीहरूले काम गर्नुभयो भने आम चाहिँ अब हाम्रा जुन मतदाता हुनुहुन्छ अहिले सबैको चाहना भनेकै राष्ट्र बचाउ अभियान, राष्ट्र बच्नुपर्छ, राष्ट्र रहे सबै हामी रहन्छ। यहाँ एकदम स्वच्छ मनको, स्वतन्त्र सबैको लागि। यो होइन कि यो पार्टीबाट जिते यो मैले गर्छु, यो पार्टीलाई मात्रै होइन, यो सबैलाई जब ठाउँमा आउनुहुन्छ उहाँहरू सबैलाई समेटेर जान सक्ने क्षमता, सबैको मन जित्ने खालको हुनु पर्यो र पढे लेखेको हुनु पर्यो, बल्ल देशको प्रगति हुन्छ। यही देशमा कर्म गरेर खाने युवाहरूलाई यो वातावरण बनाइदिने, यहाँ देशमा अडिने, बाहिर जान नपरोस्, जे गर्नु छ आफ्नै देशमा मेहनत गरेर गर्ने त्यस्तो खालको वातावरण सिर्जना गरिदिनु भयो भने बल्ल युवाहरू यहाँ अड्छन् र देशको विकास हुन्छ। युवाहरू जति विदेश पलायन हुने, बुढाखाडा नसक्ने मात्रै यहाँ हुँदा आज देशले रुनुपर्ने स्थिति छ। त्यसकारण युवाहरूको लागि शिक्षा, स्वास्थ्य कसरी उहाँहरूलाई अगाडि बढाउने भन्ने किसिमका कुराहरूलाई अलिकति ध्यान राखिदिनु होला। म त्यति राजनीतिमा डुबेको जानेको मान्छे त होइन, तर यही मेरो चाहना छ, यो देश, यो ठाउँको, यो बुटोलको, यो रूपन्देहीको मुहारमा पनि एकदमै उज्यालो होस्। अब पहिला प्रथम त देशकै समग्र हिसाबमा बोल्नु पर्दा हिजोको दिनमा मूल नारा नै भन्ने नै शिक्षा, स्वास्थ्य, रोजगार भन्ने हो। यसैलाई चेक भजाउँदै हिँड्ने काम मात्रै भयो। मेन जनतालाई के चाहिएको छ त भन्दाखेरि शिक्षा, स्वास्थ्य, रोजगार, अरू केही पनि गर्न सक्दैन। रोजगार पनि चाहिँदैन, शिक्षा र स्वास्थ्य अब निःशुल्क गरोस्। अरू त विकास निर्माणका कुराहरू त छँदैछन्, जनताले चाहेको यही नै छ। जनताले यो चाहेको छ कि नयाँ सूत्रपात होस्, नयाँ विकास होस्, नयाँ निकास होस्, सबैको चाहना यही नै छ। अब आफ्ना आफ्ना क्रियाकलाप मान्छेको चेहरा एउटै किसिमको हुँदैन, फरक फरक किसिमको छ, फरक फरक पार्टीहरू हुन्छन्, आफ्ना आफ्ना चाहिँ नि विचारहरू पोख्दछन्। अब त्यसमा आफूले सोचेर बुझेर कसलाई मतदान गर्ने, कसलाई के गर्ने त्यो आफ्नो उपर छ। मैले त यही भन्न चाहन्छु। अब यिनी बाटाघाटा स्कुलहरू भए, अब सबै कुरो यो हाम्रो यो ज्योतिनगरको पहिरो सहिरो होइन, अब यिनी सबै हुन्। अब ती लाल पूर्जा नपाएका सुकुम्बासी, असली सुकुम्बासीले लाल पूर्जा पाए यिनको पनि भविष्य बन्थ्यो भन्ने कुरो हो। असली सुकुम्बासीले त्यो भइदिए पार यिनको पनि आफ्नो छोराछोरीको भविष्य बन्थ्यो, सबै हुन्थ्यो। अब असली सुकुम्बासी भन्नु, यहाँ नक्कली सुकुम्बासी पनि छन् होइन? अब नक्कली पनि छन्, यहाँ त छन्, नक्कली पनि छन्। अब असली धेरै जो छन्, नक्कली पनि छन्। अब कसैका बाहिर घर भएका पनि गएर बसिहान्, त्यस्ता पनि छन्। अब तिनलाई अब हेरेर छाँटेर कसरी हुन्छ होइन?
अश्लीलता दिन पर्यो। अब यो सुकुम्बासी भन्ने पनि जत्रेसुकै यो टपिक ननिस्किने गरी समाधान गर्न जाति हुन्थ्यो कि। अब चाहिँ हामीले के खोजेको भन्दा चाहिँ नयाँ अब कोही मान्छे पुरानो मान्छे भन्दा पनि नयाँ मान्छे नयाँ सोच भएको मान्छेहरूलाई चाहिँ अब सांसदमा राखेर अनि देशको परिवर्तन चाहेको। नयाँ रुल्सहरू जसलाई अब तपाईँको आइटीको बारेमा यताउति होइन कसैलाई थाहा नै छैन कि। लास्ट टाइम सोसियल मिडिया ब्यान गर्यो होइन, किन गर्यो कसरी गर्यो त्यसलाई अर्को रूपमा पनि लिएर जान मिल्थ्यो होइन। अब लजहरू कति धेरै तपाईँको राम्रोसित लेखिएको पनि छैन होइन। धेरै कानुनहरू धेरै पुरानो भयो, संविधानमा परिवर्तन र त्यही हो देशमा चाहिँ अब नयाँ चाहिँ उमङ्ग साइड चाहिँ कोही आउँछ भने त्यसलाई चाहिँ सपोर्ट गर्ने हो। सबैतिर घन्टी छ। इभन एभ्रिबडी सेङ कि को मान्छे उठेछ थाहा छैन कि बुटोलबाट होइन, घन्टीलाई हाल्ने भन्छन् होइन। बट रादर देन यहाँ चाहिँ को मान्छेले चाहिँ सही गर्छ, को मान्छेको चाहिँ एजेन्डा छ, अनि त्यसपछि को मान्छेले चाहिँ गर्न सक्छ होइन, कुन लेभलको काम गरिरहेको मान्छे हो भनेर चाहिँ हेर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ सबैजनाले। अहिले चाहिँ इभन बिङ ल घन्टीलाई प्रायोरिटाइज गरे पनि अरू पार्टीहरूको पनि कोही राम्रो मान्छे हुन सक्छन् नि त। अब तिनीहरूलाई चाहिँ एकचोटि हेरेर बुझेर बरु भेट्न मिल्छ भन्ने कुरा गरेर त्यसरी चाहिँ फर्दर गर्दा चाहिँ राम्रो हुन्छ जस्तो। भक्ति पाण्डे उहाँको बुवा, उहाँ यातायात क्षेत्रको कर्मचारी हुनुहुन्छ र उहाँ हाम्रा दाजुभाइ पनि हो। उहाँ अर्घाखाँची हामी पाल्पाको होइन, बुटोलमा एकै ठाउँमा बसियो, हाम्रो दाजुभाइ हो। र उहाँको छोरा विश्वदीप यो अहिले जुन चुनावमा होमिनु भएको छ युथ हुन् होइन। युथले केही गर्छ यो त्यो होइन, युथले केही गर्छ भन्ने हाम्रो मान्यता छ। हामी त बुढो भइयो होइन। युथलाई काम गर्न दिनुपर्छ, युथलाई जिम्मा दिनुपर्छ। यो देश अब युवाको हातमा छ कि। चुनाव भनेको प्रतिस्पर्धा हो, यसलाई सकारात्मक ढङ्गले हेरेर सबैले होइन हातमा हातेमालो गरेर झै झगडा विवाद रहित हुनुपर्छ।